हुनुपर्छ जस्तै अब 455 वर्षमा एकचोटि लाग्छ त्यो यो भव्यताको साथ जस्तै यो भवन मात्रै नभएर होइन जुन इटरी चोक छ नि इटरी चोकमा एकदम च्यापुङ सहितको एउटा होइन र्याली निकालेर जस्तै धरानमा निकाल्यो त्यो यहाँ पनि गर्न सकिन्छ होला नि होइन त्यो गर्न सकिन्छ किनभने अब यो याक्कुमा जातिहरूलाई यो हाम्रो मौलिक पर्व है भनेर उहाँसम्म पुर्याउने काम मात्रै अहिले हुँदैछ तर उहाँहरू स्वस्फूर्त रूपमा अब आगामी दिनहरूमा निस्केर आउनुहुन्छ त्यसले गर्दाखेरि उहाँहरूले विभिन्न चोकबाट विभिन्न वार्डबाट झाँकी लिएर आएर चाहिँ यो एउटा भनौँ न एउटा चुम्लुङ हिम चाहिँ यहाँ इटरी नगरपालिकाको मुख्य हो नि त त्यसले गर्दाखेरि उहाँहरू यहाँ आएर चाहिँ केन्द्रीय रूपमा चाहिँ यहाँ मनाउने कार्यक्रमहरू चाहिँ छँदैछ तर कस्तो भने त्यही मैले अघि पनि तपाईँलाई भने विभिन्न व्यवस्थापनको समस्याहरूको कारण लगायत चाहिँ हामीले याक्कुम जातिको घर घरमा हाम्रो मौलिक पर्व चाहिँ यो चासो कम्ना हो है न हामीले सकिरहेका छैनौँ त्यो त छँदैछ किनभने पहिला हामीले अब आफ्नो आफ्नै घरमै यो नुहाउने पूजा चासो कम्ना मनाउँथ्यौँ अहिले अब सामूहिक रूपमा मनाउने कुराहरूसम्म हामी आएको छौँ अबको आगामी दिनहरूमा तपाईँले भन्नुभयो जस्तै यो चासो कम्नालाई जस्तै इटहरीमा 20वटा वार्ड छ तर 20वटा वार्डमा अहिले याक्कुम चुम्लुङ विस्तारित भएको अवस्था छ त्यो काम चाहिँ अहिले इटरीले गरिरहेको अवस्था छ नि त अब तिनीहरूलाई पनि बिस्तारै हाम्रो आफ्नो मौलिक पर्व चाहिँ यो हो भनेर जब हामी उहाँहरूलाई चाहिँ जानकारी गराइन्छ उहाँहरूलाई जब यो हाम्रो चाहिँ पर्व रहेछ भन्ने कुरो चाहिँ बोध हुन्छ अब उहाँहरू स्वस्फूर्त रूपमा होइन उहाँहरू चाहिँ आएर यो आफ्नो मौलिक पर्वलाई मनाउने अवस्था हुन्छ त्यसले गर्दा त्यति बेर चाहिँ यो इटरीका याक्कुमहरू भेला हुँदाखेरि यो याक्कुम चुम्लुङ इटरी भवन अथवा यो प्राङ्गणले नअट्ने अवस्थाहरू हुन्छ होइन त्यसले गर्दाखेरि आगामी दिनमा चाहिँ त्यहाँ याक्कुम चुम्लुङले सोच्नुपर्ने अवस्था पनि हुन्छ पक्कै पनि उहाँले भन्नुहुन्छ तपाईँ हजुर तामसालिङको प्रदेश तामसालिङ समितिको सल्लाहकार पनि हुनुहुँदो रहेछ त्यही अघि पनि मैले भने फेरि यो कुरालाई रिपिट चाहिँ गरेँ भने तपाईँले सम्पूर्णमा बुझ्नु होला जस्तै यो हाम्रो चासो कङनामलाई जति पनि अब राज्यले हेर्ने अरूको नजरबाट हेर्ने कस्तो दृष्टि छ भने चासो कङनामले एउटा लिम्बू समुदायको जाड खाने रक्सी खाने नाच्ने रमाइलो गर्ने धान नाच्ने भन्ने एउटा बुझिन्छ हिजो भर्खरै पनि समथिङ 1 वर्ष लगभग भयो होला एकजना अभियन्ता जुन तारा बरालजीले जुन एउटा अभिव्यक्ति दिनुभएको थियो सिङ्गो लिम्बू समुदायको एउटा होइन चरित्र हत्याको तरिकाले उहाँले एउटा अभिव्यक्ति कस्तो खालको दिनुभएको थियो भने हजुरलाई पनि थाहा होला धान नाच्ने हात पकाउने तान्ने होइन त्यहाँदेखि बिहे गर्नुभन्दा अगाडि इत्यादि गर्ने भन्ने बुझाइहरू त उहाँको सेन्स त त्यो खालको रहेछ नि यो विषयमा स्पष्ट पार्दैन यो एउटा धान नाच भनेको लिम्बू समुदायको के हो यस्तो हो यो हाम्रो एउटा के अरे नितान्तै एउटा सांस्कृतिक पर्व पनि हो सांस्कृतिक एउटा कार्यक्रम पनि हो हामी धान नाचिन्छ खेलाङ नाचिन्छ त्यसमा आफ्नो आफ्नो नियम पद्धतिहरू छ होइन तर जो उहाँहरूले जुन तरिकाले देख्नुहुन्छ नि त्यो गलत छ जुन तरिकाले उहाँले अहिले व्याख्या गरिदिइराख्नु भएको छ तारा बरालजीले त्यो भन्न चाहिँ एकदम गैर जिम्मेवारी अभिव्यक्ति हो होइन त्यसमा चाहिँ विभिन्न सङ्घ सङ्गठनहरूले किनभने जनीय सङ्घ सङ्गठनले आपत्ति पनि प्रकट गरेको अवस्था छ होइन यो हाम्रो आफ्नो मौलिक पर्व हो जाँड रक्सी भन्ने कुरो चाहिँ अब पहिला त्यति बेला चाहिँ विरोध रूपमा खाने चलनहरू थियो होला इतिहासको कालखण्डमा तर अहिले सचेत भयो यद्यपि हाम्रो त्यो एउटा चाहिँ त्यो पनि हाम्रो जाँड रक्सी भनेको समूहको रूपमा ग्रहण गर्ने गरिन्छ तर अहिले चाहिँ धेरै न्यूनीकरण भयो अब हामी के भन्यो भने जाँड रक्सीमा भुल्नुभन्दा पनि बढी आफ्नो संस्कृतिलाई बचाएर लानको लागि होइन जसले चाहिँ त्यसलाई चाहिँ प्रमोट गर्न सकिन्छ त्यही तरिकाले हामी चाहिँ लागिरहेको अवस्थामा उहाँहरू बुझाइ यो पनि हुनसक्छ उहाँहरू चाहिँ अब त्यो उहाँहरू राई लिम्बू अथवा यी समुदायले आफ्नो मौलिक पर्व माने भने अब भनौँ हामीले चाहिँ एउटा उहाँहरूमाथि चाहिँ भनौँ न हाम्रो संस्कृति लाद्न पाइँदैन कि भन्ने प्रयासले यो अभिव्यक्ति दिएको पनि हुनसक्छ एउटा